नमस्ते एन्ड वेलकम टु माई च्यानल। आज हामी दाजुभाइ दुईजना यो कलङ्कीको आकाशे पुलमुनि होइन, रत्नबारको आकाशे पुलमुनि पनि होइन, जापानको क्योतोमा ओयामाजाकी पार्क भन्ने ठाउँमा दुईजना दाजुभाइ घुम्नलाई निस्किरहेको छौँ। र मैले यहाँ चाहिँ हाम्रो दाइलाई चाहिँ जापान आउनु भएदेखि आजसम्म चाहिँ के कस्ता कुराहरू चाहिँ भोग्नुभयो, के कस्ता कुराहरूमा चाहिँ यहाँ आउने बेलादेखि यहाँ अहिलेसम्म चाहिँ कसबाट कस्तो साथ सहयोग पाउनुभयो, स्कुलबाट, फ्यामिलीबाट, यहाँ आइसकेपछि साथीभाइबाट होइन। त्यसपछि उहाँको चाहिँ स्कुले जीवन भनौँ न, एउटा स्टुडेन्ट लाइफदेखि अहिले चाहिँ स्याकै जिन एक बेलासम्म चाहिँ हजुरले छ नि त, अब के कस्तो कुराहरूमा चाहिँ सङ्घर्ष गर्नुभयो, कतिको सहज भयो, कतिको अप्ठ्यारो, कतिको के भयो, स्टुडेन्ट लाइफ भनेको चाहिँ अलिकति सङ्घर्ष भयङ्करै हो। अब त्यो स्टुडेन्ट भनेपछि जहाँ पनि अलिकति सङ्घर्ष गर्नै पर्ने हो। अब जहाँ जुनसुकै देशमा गए पनि अब चाहिँ झोलामा खाजा बोकेर हिँड्नुपर्ने अथवा बाटामा एउटा पारोटी किनेर खानुपर्ने, रामायण किनेर पानी तातो पानी हालेर खानुपर्ने, यावत कुराहरू त छँदैछन्। त्यसपछि चाहिँ अब हामी प्रायः जसो नेपालीहरू ऋण खोजेर नै आउने हो। ऋण खोजेर आउनेको लागि चाहिँ ऋणको दबाब भइ नै हाल्छ। त्यो बेलामा घर परिवारको साथ अनिवार्य। त्यो घरमा बाबुआमाहरू अब चाहिँ दाजुभाइहरू जो छन् तिनीहरूले नौटङ्की अब चाहिँ नौटङ्की त के भन्नु, यथार्थ नै हो, भए पनि दुःख देखाएर फलानु माग्न आएको थियो, ब्याङ्कले यसो यसो भन्यो भने यहाँ झन् उल्टो प्रेसर पर्छ। त्यस्तो नबनिदिनेहरू परिवार भइदिनु भयो भने एकदम राम्रो। र अर्को कुरो सबभन्दा इम्पोर्टेन्ट कुरो त्यो भने साथीभाइहरूले भइस मुला ठुलो भइस अनि त्यहाँ चाहिँ यति पैसा पठाइदिएन भन्ने, अन्त नपठाउँदा फेरि के गरिदिस् हामीलाई त, अब हामीलाई हामी चाहिँ किन चाहियो यावत कुरा सुनायो भने तिनीहरूबाट सकेसम्म फेसबुक चाहिँ इन्स्टा जे चलाउँछन् सकेसम्म तिनीहरूलाई ब्लक चाहिँ किन्ने गर्नु पऱ्यो। आफै त्यहाँ डिएक्टिभ भएर भइदिने सबै चाहिँ त्यो एकदम सबभन्दा बेस्ट बाटो त्यो हो। किनकि त्यसले गर्दा उनीहरूलाई भन्दा आफूलाई बढी टेन्सन हुन्छ, ल यो साथी पनि टाढियो, ऊ साथी पनि टाढियो। कहिले चाहिँ आइफोन हुन्छ, आफूले चाहिँ यहाँ सेकेन्ड आइफोन किनेर चलाएको हुन्छ, उनीहरूलाई चाहिँ नयाँ चाहिन्छ, सेकेन्ड ह्यान्ड पठायो भने बेला सेकेन्ड ह्यान्ड आइन्छ, 17 आइसक्यो, बल्ल 14 पठाइदिएछ भन्ने हुन्छ। त्यो भएर एकदम सामाजिक सञ्जालबाट टाढा रहनु एकदम राम्रो। कि चाहिँ सामाजिक सञ्जालमा एक्टिभ रहने भने आफूले पैसा आर्जन गर्ने तरिका चलाउनु पऱ्यो, नत्र भने यो यस्तो कम्युनिकेसनको लागि मात्रै चलाएर काम छैन। आफ्नो चाहिँ मुक्तिकी कुरा नहुने छैन, मेरो अनुभव। अरू त त्यस्तै नै हो। अब चाहिँ स्याखा दिन भएपछि चाहिँ अब 8 घन्टा काम, 2 दिन छुट्टी हुन्छ। कम्पनी राम्रो पऱ्यो भने राम्रै हुन्छ। अब चाहिँ नाकामाहरू स्टाफहरू चाहिँ अब आफूअनुसार नै हुन्छ जहाँ पनि। अब यहाँ त्यस्तो अब अलिकति पावर हेरेसमेन्ट भन्ने कुरो हुँदैन। मेन चाहिँ आफू पोलाइट त हुनै पऱ्यो जापानमा। र आफूमा सम्बन्धी काममा चाहिँ अलिकति चासो चाहिँ आफ्नो उद्देश्य र चासो चाहिँ समयमै राखिराख्नु पऱ्यो। त्यो चाहिँ जापान आउनुभयो कति वर्ष भयो त? अब म 3.5 वर्ष भयो। 3.5 वर्ष भयो। 3.5 वर्षमा चाहिँ तपाईँले चाहिँ जापान आएर गल्ती गरे कि जस्तो भन्ने चाहिँ कुनै ठाउँमा लाग्यो? त्यस्तो दीर्घकालीन रूपमा सोच्दाखेरि लागेको छैन। घरिघरि छिडेको रूपमा सोच्दाखेरि बरु नेपालतिर केही गरेको भए बुढेसकालसम्म पनि त्यतिको रहन्थ्यो जस्तो चाहिँ घरिघरि फिल चाहिँ आउँछ। फेरि केही गरी पनि हेरेको अलिकति त्यस्तो पनि भइदिन्छ। त्यही भएर सारांशमा भन्दा ठिकै गरे जस्तो लाग्छ। अनि हजुर चाहिँ अब अलिकति कोरिया पनि 5 वर्ष बस्नुभयो, त्यसपछि फेरि नेपाल पनि बस्नुभयो त्यसपछि बिचमा होइन, अनि त्यसपछि यता आउनुभयो नि त। अनि जस्तै अब हुन्छ नि, जस्तै हजुरकै एजको मान्छेहरू अथवा भनौँ न विदेशमा भनेर सोच्ने मान्छेहरूलाई चाहिँ, जापान आउन चाहने मान्छेहरूलाई चाहिँ के भन्न चाहन्छ हजुर चाहिँ? आऊ भन्नुहुन्छ कि अब विचार गर भन्नुहुन्छ कि? सजिलो तरिकाले चाहिँ जापानमा अब अलिकति केही आफूमा एडभान्स लेभलको केही स्किलहरू छ भने चाहिँ एकदमै सजिलो तरिकाले नै हुन्छ। जापानै आएर आफूलाई ग्रोथ गर्छु भन्ने भने चाहिँ अलिकति धैर्यता चाहिँ बोकेर आउनै पर्छ। जस्ट धैर्य गर्न सकियो यहाँ र मेहनत गरियो भने चाहिँ सफल चाहिँ भइन्छ होइन। त्यो चाहिँ मेरो पनि एक्सपिरियन्स हो। अब हामी चाहिँ म स्पेसली भन्दाखेरि म जुन अवस्थामा हामी आइयो नि जापान, त्यो बेलाको तरिकाले चाहिँ आउँदाखेरि चाहिँ अब चाहिँ अलिक गाह्रो छ। किनभने चाहिँ एटलिस्ट यहाँ 3-4 वर्ष चाहिँ म काम नगरिकन अथवा आफूलाई खर्च मात्रै तानेर पढ्न सक्छु। इनकेस केही कथन कदाचित केही त्यस्तो परिस्थिति आइहाल्यो भने चाहिँ मलाई घरबाट सपोर्ट गर्न सक्छ नै भन्ने छ भने चाहिँ जापानमा एकदम उज्जवल छ भविष्य। तर एकदम जिरोबाट आउने मान्छेहरू चाहिँ अलिकति गाह्रो चाहिँ हुनसक्छ अहिले चाहिँ। अब यहाँको अब अलिकति यो सिस्टमहरूदेखि लिएर सबै कुराहरू पोलिटिक्स पनि सबैले गर्दाखेरि चाहिँ अलिकति चेन्ज चाहिँ भएको छ पहिलाभन्दा। तर जापानमा मात्रै होइन सबै विदेशमा चाहिँ अब आफ्नो कन्ट्रीको लागि फर्स्ट प्रायोरिटी भन्ने कुरो अमेरिकाकै रोल मोडलमा गइसके सबैजना सबै कन्ट्रीहरू।
अलिकति मेहनत गर्न सक्छु, मैले मेहनत गर्छु होइन। अब मेरो फ्युचरको लागि चाहिँ भन्ने त्यो सोच्ने प्लस एकदम इमान्दार तरिकाले चाहिँ आउने हो भने चाहिँ जापान अझै पनि राम्रै छ। सबैजना के अरे मेनली चाहिँ स्टुडेन्टमा आउनेहरूलाई चाहिँ राम्रो छ, वर्किङ पनि राम्रो छ। एसएसडब्ल्यूमा आउनेहरूलाई पनि नराम्रो चाहिँ छैन, राम्रो छ। तर यहाँ चाहिँ अब मान्छेहरू एकदम सिस्टममा भन्छ नि त, यिनीहरूले एकदम सिस्टममा चलेको देश अनि नियम कानुनहरू चाहिँ मानिदियो सबैले भन्छ। एटलिस्ट अब हामी त छोडौँ, यहाँ बसिरहेको मान्छेहरू, यहाँ घुम्न आउने मान्छेहरू जो 1 हप्ताको 2 हप्ताको भिजा लिएर आएको हुन्छ, उनीहरूलाई पनि यहाँको रुल्स फलो गर, यहाँको नियम कानुन मान भन्छ। तिनीहरू त एक हिसाबले घुम्न रमाइलो गर्न आयो नि त। भने अब हामी त यहीँ बसेर यहीँ काम गर्ने, अब यिनीहरूकै यहीँको इन्भाइरोमेन्टमा घुलमिल हुनलाई नागरिक यहीँको सर सबै लिनुपर्छ। अब यहाँको चाहिँ नियम कानुन चाहिँ मान्नुपर्छ, मान्देऊ भनेर चाहिँ भन्छ यिनीहरूले। अब त्यो अलि त्यो नियम कानुन मान्न सकेन भने चाहिँ गाह्रो हुन्छ अब चाहिँ होइन। नियम मान्न अब त नियम चाहिँ हामी अलि नेपालमा फ्री तरिकाले जहाँ जसो गरे पनि टाइट तरिकाले हिँडेर मान्छेहरूलाई चाहिँ सुरुमा बाँधिनु चाहिँ गाह्रै पर्छ। लाइक छ नि, जब तपाईँ अब जापान आउने सोच्नुभयो, एप्लाई गर्नुभयो, सिए पनि आयो, त्यसपछि आउनुभयो यहाँ होइन। सुरुमा हजुर स्टुडेन्ट भिसामा आउनुभयो, स्टुडेन्ट भिसामा आउनुभयो, तपाईँको एक्सपेक्टेसन के थियो अनि यहाँ चाहिँ तपाईँले के पाउनुभयो, केही फरक पाउनुभयो कि के भयो? मेरो एक्सपेक्टेसन चाहिँ अब जापानको कोरियाको स्यालेरी एउटै हुँदाखेरि अब चाहिँ महिनाको 1.5-2 लाख रुपियाँ बच्छ भन्ने चाहिँ मेरो एक्सपेक्टेसन थियो। 1.5-2 लाख रुपियाँ चाहिँ गएको छैमा हुँदाखेरि अलिक सङ्घर्ष चाहिँ बढी गर्नु पऱ्यो, सुत्न नपाएन, त्यो भएर त्यति चाहिँ बचेन। अब चाहिँ नियमको गएकोमा पढाइलाई प्रायोरिटी, नियमको गएकोमा चाहिँ अब N3 कटाएर निस्केपछि अनि सेरमनतिर गएर N2 पास गरेँ। तर चाहिँ सेरमनमा गएपछि काम मात्रै बढी पेल्ने, सेरमनमा खासै भाषा पढाइ सम्बन्धी साह्रै हुँदैन, काम चाहिँ राम्रोसँग पेल्ने, आएको लगानी त्यति बेला उठाउने, नियममा गएकोमा चाहिँ भाषा बनाउने गर्दा ठिक हुने जस्तो मेरो अनुभव भयो। अब मसँग पढेको सबै विद्यार्थी साथीहरू चाहिँ कामतिर लाग्यो, त्यही भएर भाषा पनि ठिकै। हजुरले पनि आएर सुरुमा त पढ्नु नै भयो नि, काम त खासै गर्नु होला मैले त आएर सुरुमा जब N3 पास गर्नुभयो त्यसपछि चाहिँ बल्ल काम हल्का बढाउनु भयो कि? हो, नियमको गएकोमा N3 पास गरेँ। हामी चाहिँ अब कोरोनाको ब्याज हुनाले 1 वर्षमा निकालेको थियो, 1 वर्षमा सोचियो गर्न पाइन्थ्यो। अनि चाहिँ त्यो 1 वर्षसम्म मैले अब नेपालको व्यास्तरबाटै वर्किङ गर्छु भन्ने सोचेर नियमको मात्रै बनाउने भनेर भाषामा बढी फोकसिङ गरेँ। पछि सेरमनी पनि पढाउन त भने जस्तो भयो। सेरमनी गएपछि कामतिर बढी लाग्यो, भाषा चाहिँ त्यस्तै अब कतिहरू मात्रै भयो। अनि तपाईँको अब पढाइ त त्यो भयो, सेरमनी गएको, अनि प्लस अब अहिले वर्किङ पनि गरिसक्नुभयो हजुरले होइन, 5 वर्षको भिसा पनि आइसकेको छ। र जुन त्यो सेरमनी गएको सक्का र वर्किङ छिर्ने बेला जुन छ नि, त्यो बिचमा त्यो टाइममा चाहिँ आफूले गर्नु परेको सङ्घर्ष, जस्तै काम खोज्ने, कम्पनी खोज्नेदेखि लिएर अनि स्कुलले गरेका सपोर्टहरू के कुरामा चाहिँ स्कुलले सपोर्ट गर्यो होइन, प्लस साथीहरूबाट पाएको सपोर्टहरू के थियो होइन, अनि कतिको गाह्रो कतिको अप्ठ्यारो के भयो त त्यसमा चाहिँ? त्यो बेलामा हामीलाई स्कुलको सपोर्ट एकदम राम्रो नै भयो। त्यो इन्टरभ्यूहरूको रिएन्स्यु गराउने अनि रिटेक्सो लेख्ने तरिकाहरू सिकाउने अनि हरेक दिनमा चाहिँ इन्टरभ्यूको रिएन्स्यु भइरहेको र अनि मोक टेस्टको रूपमा मैले मोबाइलमा पनि दिने गरिरहेको थिएँ। त्यो भएर 2-3 ठाउँमा इन्टरभ्यू दिएको, 3 ठाउँमै 90 निकाल्यो। अनि सुखतिर गएर गऱ्यो, फेरि त्यहाँपछि त नमिलेर फेरि 300 दिन लाग्यो। अब स्कुलको सपोर्ट एकदम राम्रो रह्यो। साथीहरूसित पनि जस्तै तिमीसँग अनि अरू भाइहरूसित पनि सबै श्रोता बुझ्दै गर्दाखेरि सबैबाट जति पाउनुपर्ने सहयोग निकै एकदम पाएको अनुभव भयो मलाई चाहिँ। र नयाँ आउने भाइ बहिनीहरूले पनि सबैसँग म एक्लै गर्छु भन्दा पनि सबैसँग सोधेर सेन्पाईहरूको अनुभव दिएर आफूलाई अलिकति ग्रोथ गऱ्यो भने राम्रो हुन्छ जस्तो लाग्छ। हजुर धन्यवाद, थ्याङ्क यू। धन्यवाद।